हेलो साथीहरु, दर्शक नमस्कार सम्पूर्ण साथीहरुलाई। फेरि म आज तपाईहरुको माझमा वैशाख जेठ र बीचको भिडियो लिएर आइसकेको छु। तपाईहरुले भिडियो अन्तिमसम्म हेर्नु होला। अहिले चाहिँ म यहाँ झुलुङ्गे पुलको ड्यालमा बसेर यो सेराको जहाँ तपाईको गहुँ काटेको छ हैन, त्यहाँ चाहिँ मैले बाख्रा चराउने काम गरिरहेको छु। उतातिर तपाईहरुले सेरामा हेर्न सक्नुहुन्छ। म त्यहाँको पनि तपाईहरुले दृश्य देखाउँछु। त्यहाँ चाहिँ गहुँ काट्ने काम भएको छ। अहिले भर्खरै गहुँ काटेर नै म पनि यो यहाँनिर बाख्रा हेर्न आएको छु हैन। अहिले तपाईहरुको अहिलेको टाइम भनेको 3:30 जति भयो हैन। यो भ्यू तपाईहरुले हेर्नुस् त, सेराको एकदम बवाल कस्तो रमाइलो लागिरहेको छ। भिडियो अन्तिमसम्म हेर्नु होला। पुरै म ब्याक क्यामेराबाट पनि देखाउँछु है। यहाँ सेरामा तपाईहरुले हेर्न सक्नुहुन्छ। यहाँ लगभग गहुँ दनादन काटिराखेका छन्। तपाईहरुलाई म यी ब्राइटनेस कम गरेर टक्क देखाउँछु हैन। यतातिर पनि काटिराखेका छन्। यतातिर पट्टि पनि अब धेरै ठाउँमा काटिराखेका छन्। यहाँ चाहिँ अब के गर्नु, सस्तो मोबाइल हैन, महँगो आइफोन भएको भए त टक्क जुम गरेर देखाउनु हुन्थ्यो। जे भए पनि तपाईहरुले हेर्न सक्नुहुन्छ। उतातिर अहिले वैशाख लास्टतिरको दृश्य हो, तपाईहरुले हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ मजाले यहाँ पनि गहुँ लगभग सबै काटिसक्यो। यहाँ अलिकति मात्रै छन् काट्न बाँकी, यहाँ पनि काटिराखेका छन्। अनि यहाँहरूले पुरै मैले यहाँको दृश्य देखाएँ तपाईहरुलाई। यहाँ माथि सबै बाँझो छ हैन। यो सेराइघाटको झुलुङ्गे पुलको दृश्य पनि तपाईहरुले मजाले हेर्न सक्नुहुन्छ। कस्तो दामी देखिएको छ है। जेठ वैशाखको महिनामा चाहिँ फेरि गाई बाख्रा हेर्न हैन, अनि गाउँघरमा चाहिँ एकदमै धेरै रमाइलो हुने रहेछ क्या। किनकि यहाँ चाहिँ वनतिर काफल पाएको, साइडतिरको ऐँसहरू पाकेको हैन, अनि नदी नाला मौसम सबै कुराहरू टक्क मिलेको हैन। अलिकति केही कुरामा दुःख पनि हुन्छ, तर धेरै जस्तो यदि बस्न जाने एउटा राम्रो भयो भने सुख नै सुख छ। उहाँहरूलाई म अहिले यहाँ नदीको किनारमा लगभग जहाँ बाख्रा भएको ठाउँमा पुगिसकेको। यहाँनिर छन् बाख्रा तपाईँहरूले। दुई चारवटा बोका खसी बेचे आउने रहेछ 1.5 लाख। 2-4वटा बोका खसी बेचे आउने रहेछ 1.5 लाख। विदेश जान छोडिदेऊ केटाहरू, गाउँघरमै लाग।